नमस्कार साथीहरु, तपाईहरुलाई हाम्रो अफिसियल युट्युब च्यानल द बैंकिङ एक्सप्लेन्ड मा स्वागत छ। साथीहरु, आजको भिडियो हामीले नेशनल बैंकिङ इन्स्टिट्युटले कमर्शियल बैंकको भ्याकेन्सी खुलाएको छ। त्यो कमर्शियल बैंकको भ्याकेन्सी कसले भर्न पाउनुहुन्छ, कहिलेसम्म भर्न पाउनुहुन्छ, त्यसको लागि क्वालिफिकेसन कति चाहिन्छ, एज क्राइटेरिया के छ, त्यो सबैको डिटेल हामी यस भिडियो अन्तर्गत गरेर हामी दिन गइरहेको छौं भने तपाई यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला। साथीहरु, कमर्शियल बैंकको लागि नेशनल बैंकिङ इन्स्टिट्युटले भ्याकेन्सी खुलाएको छ। धेरै साथीहरुको मनमा छ भने अब कुन कमर्शियल बैंकको हो भने कमर्शियल बैंकको नाम डिस्क्लोज गरेको छैन। यसको रिटन एक्जाम हुन्छ, इन्टरभ्यु भइसकेपछि बल्ल तपाईको थाहा हुन्छ। अब इन्टरभ्यु लेभलमा थाहा हुन्छ, रिटन भइसकेपछि तपाईले थाहा हुन्छ। कसले अप्लाई गर्न सक्नुहुन्छ भने 10+2 एजुकेसन, ल वा म्यानेजमेन्टबाट गर्नु भएको छ भने तपाईले अप्लाई गर्न पाउनुहुन्छ। तपाईको पर्सेन्टेज 50% हुनु पर्यो वा जीपीएस भने 2.5 हुनु पर्यो। एज क्राइटेरिया केटाको हकमा 22 वर्ष, केटीको हकमा 27 वर्ष रहेको छ। अब यो भ्याकेन्सी कसरी अप्लाई गर्ने भने तपाईले यहाँ नोटिस हेर्न सक्नुहुन्छ। हामीले अब कहिलेसम्म छ भने 14 नोभेम्बर 2025 सम्म 5 बजेसम्म तपाईले भर्न सक्नुहुन्छ। अब यहाँ वेबसाइट दिएको छ, त्यहाँबाट कसरी भर्न सकिन्छ भने त्यसरी पनि नि यो लिंकमा तपाई डाइरेक्ट गरेर भर्न सक्नुहुन्छ अथवा गुगलको क्रोममा गएर नेशनल बैंकिङ इन्स्टिट्युट सर्च गर्नु होला। त्यहाँ यहाँ भ्याकेन्सी लेखेको छ, यहाँ तल स्क्रल गरेपछि भ्यू डिटेलमा यहाँ क्लिक गर्नु होला। यहाँ भ्याकेन्सीको पुरै विवरण खुल्छ, डिटेल्सहरु एकछिन खुल्छ। अनि एकछिन खुलिसकेपछि हामी त्यहाँबाट कसरी अप्लाई गर्ने, के डकुमेन्ट चाहिन्छ सबै गर्छौं। जस्तै यहाँ लेखेको छ अप्लाई नाउ, अप्लाई नाउमा यहाँ क्लिक हियर भनेको छ नि, त्यो यहाँ हामी क्लिक गर्छौं। यहाँ क्लिक गरिसकेपछि अब यहाँ एउटा पोर्टल खुल्छ जहाँबाट हामीले अप्लाई गर्न सक्छौं। एकैछिन नेट स्लो भएर डिस्टर्ब भएर यहाँ चलेको छैन। यहाँ जुनियर ट्रेनिङ सेसनको लागि खुलेको छ भने भ्यू डिटेलमा क्लिक गर्नु होला। भ्यू डिटेलमा क्लिक गरिसकेपछि यहाँ अप्लाई नाउमा फेरि आयो, यहाँ अप्लाई नाउमा क्लिक गर्नु होला। अब यसको लागि तपाईले अलरेडी अप्लाई गरिसक्नु भने यहाँ सिटिजनशिप नम्बर हालिसकेपछि तपाईको एप्लिकेसन कहाँसम्म पुग्यो, कुन प्रोसेससम्म पुग्यो तपाईले यहाँ हेर्न सक्नुहुन्छ। ल जस्तै यहाँ तल हेर्नुस् त, यहाँ पोर्टल खुल्यो नि, प्लिज अपलोड एनी डकुमेन्ट अन्डर 1 MB अथवा कुनै पनि डकुमेन्ट अपलोड गर्दाखेरि 1 MB भन्दा कम हुनु पर्छ। जस्तै मैले यहाँ आफ्नो नाम डिटेल अब अपडेट गर्छु। जस्तै मैले आफ्नो यहाँ नाम, पहिला नाम लेख्नु, फर्स्ट नेम, मिडल नेम अनि लास्ट नेम। त्यसपछि आयो जेन्डर, त्यसपछि आयो यहाँ म्यारिटल स्टेटस, सिंगल भने सिंगल, म्यारिड हो भने म्यारिड। अपलोड पासपोर्ट साइज फोटो छ भने यहाँ पीएनजी वा जेपीजी मा हाल्नु पर्ने हुन्छ। यहाँ फाइलमा चुज गर्छौं। फाइलमा चुज गरिसकेपछि हामी आफ्नो फोटो, पासपोर्ट साइज फोटो, अहिलेको लेटेस्ट फोटो हामीले हाल्नु पर्ने हुन्छ। जस्तै मैले यहाँबाट हाल्छु आफ्नो फोटो, डकुमेन्टमा मैले यहाँ राखेको छु, डेस्कटप मेरो डकुमेन्ट यहाँ छ। ल यहाँ छ भने मैले यहाँ आफ्नो फोटो यहाँ अपडेट गर्ला भयो। त्यसपछि डेट अफ बर्थ, ल डेट अफ बर्थ चाहिँ तपाईको 22 भन्दा माथि कटिसकेको छ भने मेलको हकमा भने तपाईलाई लिदैन। यो डेट अटोमेटिक यहाँ एउटा तपाईले रिमार्क्स आउँछ हेर्नुस्। जस्तै यहाँ डेट मैले हाले, एडीमा हाल्नु पर्ने छ भने 24 फेब्रुअरी, त्यसपछि मा यहाँ एडी लेख्छु है त। यहाँ सिलेक्ट गरे हैन। हेर्नु, मेल युजर मस्ट बी 18 to 20 इयर्स एज भनेर भन्यो नि त, हामी ओके गरिदिन्छौं हैन। मेल युजर मस्ट बी 18 to यहाँ त्यो गर्यो, यहाँ रिमार्क्स फाल्यो नि। अब हामी के गर्छौं भने एजलाई कम गर्दिन्छौं। मैले तपाईलाई हेराउनको लागि कसरी भन्ने मैले यहाँ राखिदिएको छु। जस्तै मैले यहाँ आफ्नो मोबाइल नम्बर राख्छु है त। त्यसपछि मेरो मेल एड्रेस यहाँ राख्छु। त्यति गरिसकेपछि यहाँ फादर्स नेम, त्यसपछि ग्रान्डफादर नेम, र त्यसपछि यहाँ सिभी हामीले अपलोड गर्नुपर्ने हुन्छ।
आफ्नो सिभी अब तपाईले लेटेस्ट बनाउनु भएको छ नि त्यहाँबाट मैले अपडेटेड सिभी यहाँ अपलोड गरेँ। त्यसपछि यहाँ सिलेक्ट इक्जाम लोकेसन कहाँ कहाँ आउँछ भने कोशीको इटहरी, मध्य प्रदेशको बर्दिवास, बागमतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भैरवा, लुम्बिनीको नेपालगञ्ज, सुदूरपश्चिमको धनगढी। चाहिँ मैले मधेसको बर्दिवास राखेँ। तपाईँलाई जहाँ सजिलो हुन्छ त्यहाँ राख्नु होला। आर यु विलिङ टु रिलोकेट? यसमा यस क्लिक गर्नु। डु यु पोजेस ड्राइभिङ लाइसेन्स? यस। त्यसपछि इफ यस प्लिज मेन्सन द भेहिकल लाइसेन्स टाइप। कुन फोर व्हिलर, टू व्हिलर? टू व्हिलर छ भने टू व्हिलर। अब तपाईँसँग बाइक छ भने यसमा क्लिक गर्नु। अब पर्मानेन्ट एड्रेस हामीले यहाँ हाल्नुपर्ने हुन्छ। जस्तै मैले हालेँ आफ्नो एड्रेस। ल त्यसपछि वार्ड नम्बर, त्यसपछि अब अहिलेको टेम्पोररी एड्रेस। पर्मानेन्ट र टेम्पोररी सेम छ भने सेम लेख्दै पनि यहाँ आउँछ, केही फरक पर्दैन। ल प्रिफर्ड जब लोकेसन भनेपछि प्रोभिन्स तपाईँले कुनको लागि छ। अब हेर्नुहोस् त यहाँ, अब यहाँ सबै छ। देवताल तपाईँले 12 जिल्ला सिलेक्ट गर्नु भने सबै छ। पञ्चरौता, निजगढ, महागढमाई, कोल्बी, कलैया, सिमरनगढ छ। जस्तै यहाँ कलैया मैले सिलेक्ट गरेँ। अर्को यहाँ मैले सिलेक्ट गरेँ मध्य प्रदेश, यहाँ सिलेक्ट गर्छु पर्सा, यहाँ सिलेक्ट गर्छु म वीरगञ्ज। त्यसपछि 3वटा अप्सन दिएको छ साथीहरू यहाँ। फेरि मध्य प्रदेश, त्यसपछि म फेरि गर्छु बारा, त्यसपछि आउँछ यहाँ अब कुन आउँछ भने सिमरनगढ, सुवर्ण, पचरौता, कोल्बी, कलैया, देवताल, आदर्श कोतवाल, जितपुर सिमरा भने जितपुर सिमरा अपडेट गरिदिन्छु। नेसनालिटी नेपाली। यहाँ सिटिजनसिप नम्बर हालौँ त आफ्नो। त्यसपछि यहाँ कहिले इस्यु भएको छ यहाँ तपाईँको इङ्ग्लिसमा होइन है विक्रम सम्मतमा हाल्नुपर्छ। तपाईँले केही कन्फ्युजन छ भने तपाईँले हाम्रो फेसबुक मेसेन्जरमा कमेन्ट मेसेज गरेर सोध्न सक्नुहुन्छ साथीहरू। जस्तै मेरो यहाँ कहिलेको जारी मिति छ भने म हालेँ। त्यसपछि यहाँ आउँछ जिल्ला। ल त्यसपछि सिटिजनसिप फ्रन्ट, यहाँ फ्रन्ट र ब्याक हाल्नुपर्छ। मैले यहाँ सिटिजनसिप फ्रन्ट र ब्याक हालिदिन्छु। फ्रन्ट भयो, यो ब्याक भयो। त्यसपछि आउँछ यहाँ एजुकेसनको पहिला तपाईँको स्कुलको नेम। जस्तै म आफ्नो स्कुलको नाम लेखिदिन्छु। स्कुलको नाम लेख्नु होला, पुरै नाम लेख्नु होला। त्यसपछि यहाँ तपाईँको कहिले पास आउट हुनुभयो हेर्नुहोस् त। जस्तै मैले पास आउट भएको 13। र्याङ्क टाइपमा पर्सेन्टेज कति थियो त्यो लेख्नु होला। यहाँ बोर्ड भनेपछि एसएलसी बोर्ड, एसई छ भने एसई बोर्ड लेख्नु। त्यसपछि यहाँ मैले एसएलसीको यहाँ मार्कसिट हाल्छु। मेरो एसएलसीको मार्कसिट मैले यहाँ छ अपडेट गरेँ। त्यसपछि फ्याकल्टी साइन्स ल म्यानेजमेन्ट +2 मा यो कहिले छ भने तपाईँको आफ्नो अनुसारले लेख्नु होला। यहाँ मैले लेखेँ। मैले यहाँ लेखेँ है त। अब यहाँ पर्सेन्टेज नै थियो, पर्सेन्टेज 61। त्यसपछि यहाँ अब कुन लेभल थियो, +2 अदर्स कुन लेभल थियो, +2 लेभल थियो होइन। अब यहाँ हाल्नु त ट्रान्सक्रिप्ट +2 को यहाँ मैले हालेँ ट्रान्सक्रिप्ट। त्यसपछि यहाँ इक्विभ्यालेन्ट बाहिरबाट पढ्दा आउनुपर्छ। इक्विभ्यालेन्ट छैन भने छोडिदिनु परेन। त्यसपछि यहाँ मैले क्यारेक्टर सर्टिफिकेट त्यो पनि अपडेट भयो। ब्याचलर्स नलेख्ने, ब्याचलर्स छ भने लेख्ने, छैन भने नलेख्ने। मास्टर्स छ भने लेख्ने, छैन भने नलेख्ने। अब हेर्नु डिफ्रेन्स दुईजनाको लेख्नु पर्ने हुन्छ। जस्तै मैले यहाँ लेखिदिन्छु दुईजना साथीको नाम। त्यसपछि आउँछ यहाँ अब उनीहरूको पोस्ट। अब अर्गनाइजेसनमा कुनमा छन् त्यो लेखिदिनु पर्छ। त्यसपछि उनीहरूको मोबाइल नम्बर। अब मोबाइल नम्बर पनि हामीले लेख्नुपर्छ साथीहरू। मोबाइल नम्बर म यहाँ हेर्नुपर्छ एकैछिन। ल जस्तै मैले यहाँ मोबाइल नम्बर लेखेँ।
दुईजना रेफरेन्स आफ्नो साथीको अथवा चिनेको सरहरूको त्यहाँ लाग्ने हुन्छ। त्यसपछि उनीहरूको इमेल आइडी, अब मेल आइडी लेख्नु पर्यो। जस्तै मैले लेखेँ यहाँ साथीको मेल आइडी। त्यसपछि अर्को दुईजनाको रेफरेन्स दिनुपर्ने हुन्छ। म अर्को साथीको लेख्दैछु यहाँ। त्यसपछि उसको अब अर्गनाइजेसनको नाम, त्यसपछि उसको मेल आइडी, साथीको मेल आइडी। ल अलि स्लो भयो मेरो भिडियो है साथीहरू। ल त्यसपछि अब वर्क एक्सपिरियन्स छ भने लेख्ने, छैन भने नलेख्ने। र यहाँ लास्टमा सबै डिटेल ठिक छ, करेन्टली वर्किङ हियर छ लेख्ने, छैन भने नलेख्ने। अब छैन केही छ भने लेख्ने, छैन भने नलेख्ने। एकचोटि सरसर्ती माथिबाट चेक गर्ने। त्यसपछि यहाँ सबमिटमा क्लिक गर्ने। सबमिटमा क्लिक गरेपछि यहाँ हेर्नुहोस् त, यहाँ एसएलसीको क्यारेक्टर सर्टिफिकेट मैले छोडेको छु भने क्यारेक्टर सर्टिफिकेट यहाँ हाल्नु पर्यो। क्यारेक्टर सर्टिफिकेट मेरो स्कुलको यहाँ छ। केही डकुमेन्ट छुटेको छ भने आफै त्यहीँ लिएर जान्छ। अब सबमिट गर्ने। अब सबमिटमा क्लिक गरिसकेपछि एकछिन वेट गर्ने, केही नचलाउने। मैले सबमिटमा क्लिक गरेँ नि, अब हेर्नुहोस् त घुम्यो। यहाँ हेर्नुहोस्, यु हेभ सक्सेसफुली सबमिटेड योर एप्लिकेसन, वी विल कन्ट्याक्ट यु एज सुन एज वी हेभ रिभ्युड योर एप्लिकेसन। अब यसरी गरिसकेपछि तपाईँको मेलमा पनि एउटा नोटिफिकेसन आउँछ। मेल लगइन गर्नुभएछ मोबाइलमा नि, त्यहाँ नोटिफिकेसन आउँछ। त्यहाँ हेर्नु होला कसरी आएको हुन्छ भने, अब हेरौँ त मैले आफ्नो इनबक्स मेलमा गएर हेर्छु साथीहरू। जस्तै जब एप्लिकेसन एक्जामिनेसनबाट बनेको आएको हुन्छ। डियर कैन्डिडेट, थ्याङ्क यू फर अप्लाइङ फर द पोजिसन अफ जुनियर ट्रेनिङ एसिस्टेन्ट एट ए क्लास कमर्सियल बैंक। आवर टिम विल रिभ्यू योर एप्लिकेसन and if you are shortlisted we will contact you with details about the next step in the selection process। अब सिलेक्सन भनेपछि सर्टलिस्ट हुन्छ। सर्टलिस्ट भइसकेपछि त्यसपछि रिटन एक्जाम हुन्छ। रिटन एक्जाम पछि इन्टरभ्यू हुन्छ। इन्टरभ्यू पास भइसकेपछि तपाईँको जब पाउनुहुन्छ। अब यस प्रोसेस अन्तर्गत र तपाईँले रिटनमा के पढ्ने, कसरी गर्ने भने के पढ्न सकिन्छ भने नर्मली सिलेबस ब्याङ्किङ प्राइभेट ब्याङ्कको सिलेबसहरूमा के सोध्छ भने हामी त्यसको सिलेबस पनि हालेको छौँ। मोडल क्वेसनहरू धेरै ब्याङ्कको हालेको छौँ। हाम्रो च्यानलमा गएर हेर्नु होला। त्यहाँबाट हेरिसकेपछि केही कन्फ्युजन छ भने हामीले मेसेन्जरमा मेसेज गर्नु होला। हामी छिटोभन्दा छिटो सकेसम्म रिप्लाई गर्छौँ। साथीहरू यसरी तपाईँले अप्लाई गर्नु। अप्लाई गर्ने बेलामा केही समस्या आयो भने हामीलाई सम्झिनुहोस्, हामी सकेसम्म सहयोग गर्छौँ। आजको लागि यति राखौँ।